नमस्कार। आज केपी ओली शर्माले चाहिँ स्यालहरूको गठबन्धन गरेर बाघको शिकार गर्न कहिले पनि सकिँदैन भनेर भनेका रहेछन्। अब स्यालहरूले नै जब देश कब्जा गर्दै थिए तब यसरी बाघहरू भागेका थिए। तपाईहरुले भिडियो हेर्न सक्नुहुन्छ। भनेपछि त्यतिखेरका यिनी स्यालहरू थिए या त बाघै थिए भाग्नेहरू त्यो त थाहा भएन, तर बाघहरूलाई पनि स्यालहरूले मारेको भिडियो र आँखैले देखेका व्यक्तिहरू यहाँ प्रत्यक्ष देखिने गर्छन्। अब तपाईहरुलाई के लाग्छ? अब यिनी स्यालहरूले यो देश कब्जा गरे भने, यो देशलाई चाहिँ गठबन्धन गराएर जिते भनेपछि चाहिँ यिनी बाघहरू भनिनेहरू एमाले कांग्रेसका नेताहरू यो देशमा रहन सक्दैनन्, यिनीहरू भाग्ने छन्। आजैबाट यिनीहरूले त एउटो तर्फबाट चाहिँ उम्मेदवारी दिँदैछन्, यो देशमा उम्मेदवारी दिन्छु भनेर भनिरहेका छन् र भित्री रहस्यबाट चाहिँ यिनीहरूले बाहिरका मुलुकहरूको लागि कार्ड अप्लाई गरिरहेका छन्। बाइ चान्स यिनीहरूले चाहिँ हारे, सरकारमा जान सकेनन् भनेपछि यिनीहरू यो देश छोडेर जाँदैछन्। किनभने यी नयाँ स्यालहरूले, यिनलाई स्याल भनेको होइन तर यिनको भाषा बोलिरहेको म, यिनी स्यालहरूले यिनीहरूलाई कदापि पनि छोड्ने छैनन् है साथीहरू। त्यसैको कारणले यो लेखेर राख्नुस्, यो चुनावपछि यिनीहरूले जितेनन् भनेपछि अधिकांश एमाले कांग्रेसका नेताहरू यो देश छोडेर भाग्नेवाला छन्। अब तपाईहरुलाई कस्तो लाग्छ? स्यालहरूले यो देश जित्छन् या त बाघहरूले यो देश छोडेर भाग्दैछन्?